हेलो नमस्कार सम्पूर्णमा फेरि पनि स्वागत छ डिगेको छोटो मिनी ब्लगमा। धेरै समयपछि आज फेरि एउटा सानो भिडियोहरू मैले ल्याउनु गइरहेको छु। मेरो भिडियोहरू हेरिदिनु होला। विशेष भिडियो त्यस्तो चाहिँ छैन कि, तर आज हामी धेरै साथीभाइहरूसँग घुम्न जानुको लागि चाहिँ विशेष तम तयारमा छौँ। मेरो घर यता थियो, यता मासतिर जाने हो। अनि एकजना भाइ पर्खिँदैछ, हाम्रो दिवाङ भाइ पर उसको घर यहाँ। त्यो भाइले म पनि कोरा नम्बर 2 इमको ताकुराङ भन्ज्याङसम्म विशेष हामी घुम्न गइरहेको छौँ। अहिले त्यहाँ मौसम यस्तै राम्रो भइदियो भने घुम्नु लायकको ठाउँ बनिएको छ। तपाईँहरू पनि आउनु होला, घुम्नु होला, रमाइलो गर्नु होला। अहिले फुलहरू राम्रो फुलिराखेको रहेछ। हामी पनि भिडियोतिर देखेर, फोटोतिर देखेर हामी पनि जाऊँ न। अब आफ्नै गाउँठाउँको अब घुमौँ हेरौँ भनेर, भिडियो सिडियो बनाइदिउँ भनेर विशेष जानु गइरहेको छ। मेरो भिडियो हेरिदिनु होला, माया गरिदिनु होला, कमेन्ट सब्सक्राइब सेयर पनि गरिदिनु होला। मेरो डिके भाइ 5053 मेरो युट्युब च्यानलमा भरे बेलुकासम्ममा आउँछ। ल हाम्रो आम्चोक गाउँपालिकाको वडा नम्बर 2 को इउ वडा कार्यालय होला सायद। हाम्रो दागबुराङ भन्ज्याङको के हो बोटानिकलको फुलबारीहरू हेर्नुहोस्। यो चाहिँ फेरि चुडाएर झारेको होइन, हामीले आफै आज रातिको पानीले झारेर बिजोक बनाएको छ। यो चाहिँ भर्खर ओइलिँदै गरेको, फुल्दै गरेको पनि रहेछ। ल एकचोटि तपाईँहरू पनि घुम्नु आउनु होला फुलबारीमा। दामी छ, ल दामी दामी दामी।